लोकतन्त्रको लागि लडेकाहरूले, व्यवस्था परिवर्तनको लागि आफ्नो जीवन उत्सर्ग गरेकाहरूले संविधानको कुन धारा टेकेर राष्ट्रपतिलाई अध्यादेश रोक्नको लागि यहाँहरूले ज्ञापन पत्र बुझाउनु भयो? कुन धरातलमा उभिएर यहाँहरू लोकतन्त्रको वकालत गर्दै हुनु? लोकतन्त्रको लागि लडेकाहरूले, व्यवस्था परिवर्तनको लागि आफ्नो जीवन उत्सर्ग गरेकाहरूले संविधानको कुन धारा टेकेर राष्ट्रपतिलाई अध्यादेश रोक्नको लागि यहाँहरूले ज्ञापन पत्र बुझाउनु भयो? कुन धरातलमा उभिएर यहाँहरू लोकतन्त्रको वकालत गर्दै हुनुहुन्छ? र आज प्रतिपक्षको हैसियतमा यहाँले प्रश्न राख्दै गर्दाखेरि जनताले नजिकबाट न्यायालयका छैनन् होला र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गठन भएको यो सरकारले अध्यादेश ल्याउँदै गर्दाखेरि जनहितमा, जनपक्षमा, राष्ट्रहितमा अध्यादेश ल्याएको छ। वन ऐन सुधारनको लागि ल्याएको छ, खरिद ऐन, सार्वजनिक खरिद ऐन सुधार्नको लागि ल्याएको छ, सहकारी पीडितलाई न्याय दिनको लागि ल्याएको छ र ती सुकुम्बासी, भूमिहीन, सोबासी र राज्यले आफैले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाएकाहरूलाई पनि भूमिमाथिको अधिकार सुनिश्चित गर्नको लागि भूमि ऐन संशोधन गर्नको लागि अध्यादेश ल्याएको छ। यहाँ अपराध कहाँ भयो? यहाँहरू कम्तीमा अध्यादेशको कन्टेन्टमा गइदिनुहोस् न। राष्ट्रिय स्वतन्त्र पार्टीले र यो सरकारले त अध्यादेश ल्याउँदै गर्दाखेरि प्रतिपक्षको दल फुटाउनको लागि त अध्यादेश ल्याएको छैन नि। लोकतन्त्रको लागि